हेलो नमस्ते सम्पूर्णमा स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा है। आज फेरि म तपाईहरुको अगाडि सानो भिडियो लिएर आएको छु र यसमा चाहिँ म बनाउँदैछु व्हाइट पास्ता है, जो चाहिँ मैले फर द फर्स्ट टाइम बनाउँदैछु। अनि यसको लागि चाहिँ मैले हल्का पानी बोइल गरेर अलिकति नुन हाले है। नुन हालेपछि चाहिँ मैले यसमा पास्ता हालेर यसलाई 50% जस्तो पाक्ने गरी मैले यसलाई बोइल गरेँ। अनि यसको बादमा चाहिँ मैले यहाँ भेजिटेबल्सहरू रेडी गरेर राखेको थिएँ, जसमा कि मेरो चाहिँ यसले चाहिँ फिलहाल चाहिँ 3टा मात्रै छ, त्यही कारण मैले 3टा मात्रै हालेँ। क्याप्सिकम, क्यारोट र बिन्स थियो। अन्त त्यो भएपछि मैले यता पास्ता भइसकेको थियो, मेरो हाफ कुक भइसकेको थियो। अन्त मैले निकालेर यसलाई एकछिन सेलाउनु दिएँ। अनि मैले ग्यासमा चाहिँ प्यान बसाइराखेको छु नि त। प्यानमा चाहिँ मैले हल्का ओइल हालेर बटर हाल्दै है। बटर हालेर चाहिँ मैले यसलाई मजाले मेल्ट हुने गरी चाहिँ यसलाई मैले मजाले मेल्ट गरेँ। त्यसको बादमा चाहिँ मैले त्यो भेजिटेबल्सहरूलाई हालेर चाहिँ एकछिन भुट्नुपर्ने हुन्छ। र मैले चाहिँ कसरी बनाउँदैछु त्यो मलाई थाहा छैन है, किनभने मैले फर्स्ट टाइम बनाएको, मलाई याद थिएन नि त। मैले पनि त्यो युट्युबतिर हेरेर नै सिकेको। अन्त मलाई चाहिँ कस्तो बनाउनु मन लागेको थियो, फेरि ट्राई गर्नु मन पऱ्यो नि त है। अन्त के हुन्छ होइन, नजानेको कुरा सिक्नु, त्यही भएर चाहिँ मैले बनाएको। अन्त मैले यहाँ बटरलाई मेल्ट गरेर चाहिँ यो भेजिटेबल्सहरू हालेर चाहिँ यसलाई एकछिन मजाले भुट्नुपर्ने हुन्छ होइन। यसलाई मजाले भुटेपछि चाहिँ यसलाई पनि 70% जस्तो पाकेपछि मैले निकालेँ। अन्त निकाल्दैछु है। अन्त यतिको चाहिँ भएको थियो मेरो। अन्त यसको बादमा फेरि मैले प्यान बसाएँ है। प्यान बसाएपछि चाहिँ हेर्नुहोस् है, यतिको भयो मेरो। फेरि प्यान बसाएर मैले यसमा सानो बटर लगाएँ। बटर लगाउनु पर्ने हुन्छ। अनि यसको बादमा चाहिँ बटर मेल्ट भएपछि चाहिँ मैले यसमा 2 स्पुन मैदा हालेको छु है। मैदा हालेर चाहिँ यसलाई बनाउनु पर्ने हुँदो रहेछ। खै अरू पनि के हाल्छ होला मलाई थाहा भएन, तर मैले चाहिँ अब मैदा नै हालेँ, किनभने मैले भिडियोहरू हेर्दा चाहिँ प्रायः मैदा नै युज गरेको थिएँ नि त। अन्त मलाई क्वान्टिटी पनि थाहा थिएन कति हाल्नुपर्छ के हाल्नुपर्छ भनेर, र पनि मैले आफ्नै धुनमा बनाउँदैछु है। अन्त यो चाहिँ किन डल्लो 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 पर्दो रहेछ हो, डल्लो 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 भइरहेको थियो। अन्त मेरोमा चाहिँ त्यो मिक्स गरेकोले यहाँ त हात दुख्यो नि त। अन्त यसमा मैले हल्का अब मिल्क हाल्नुपर्ने हुन्छ है। यसलाई मजाले मिक्स गरेर चाहिँ मैले अलिकति मिल्क हालेर फेरि यसलाई मिक्स गरेँ। मिक्स गरेँ हात दुखिन्जेल मैले मिक्स गरेँ है त। फेरि मैले अर्को फेरि मिल्क मैले प्याकेटैबाट हाल्दैछु, ग्यासमा पनि घोप्टेँ है। अन्त यसलाई फेरि मजाले मिक्स गर्नुपर्ने हुन्छ। यसलाई मजाले मिक्स गरे यो जुन डल्लो 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 भएको छ त्यसलाई चाहिँ सबलाई फुटाउनु पर्ने हुन्छ होइन। अन्त यसलाई मजाले मिक्स गरेर चाहिँ अलिकति बाक्लो भएपछि चाहिँ यो माथि यत्तिको हुनुपर्छ है। यत्तिको भएपछि चाहिँ थाहा छैन है मलाई कस्तो बनाएँ मैले है। मलाई यसो कमेन्ट गरेर भनिदिनुहोस् होला मैले के मिस्टेक गरेँ है। अनि यो माथि चाहिँ मैले चिली फ्लेक्स लगाएँ, अलिकति चिली फ्लेक्स हालेर चाहिँ अब यो माथि चाहिँ मलाई पास्ता हाल्नुपर्ने हुन्छ है। खासमा चाहिँ व्हाइट पास्ता चाहिँ त्यो लामो पास्तामा राम्रो हुन्छ, तर मेरोमा चाहिँ यही छ अहिले, यही छ र मैले यही बनाएको। यसलाई मजाले मिक्स गरेर चाहिँ यो माथिबाट मैले त्यो भेजिटेबल्सहरू हालेँ है। भेजिटेबल्सहरू हालेर चाहिँ यसलाई मजाले मिक्स गरेँ। मजाले मिक्स गरेपछि हेर्नुहोस् यत्तिको भयो मेरो है व्हाइट पास्ता चाहिँ। अन्त मलाई अब डर लागिरहेको थियो नि त कस्तो बनाउँछु है। फर्स्ट बनाएको, ठिकै छ त, ट्राई गर्नुपर्छ होइन, नजानेको कुरा सिक्नुपर्छ भनेर चाहिँ बनाएको। लु मैले यत्तिको बनाएँ, लु हेर्नुहोस् है यत्तिको बनाएर चाहिँ माथिबाट फेरि मैले चिली फ्लेक्स लगाइदिएँ है। त्यहाँबाट त्यसको बादमा चाहिँ मैले लगाएँ चिज, एउटा चिज मैले यसमा ग्रेट गरेर मजाले वरिपरि फिजाएर हालिदिएँ है। त्यसको बादमा चाहिँ मजाले मिक्स गरेपछि मेरो पास्ता रेडी हुन लाग्यो। र फाइनली मैले चाहिँ आज व्हाइट पास्ता बनाएँ र हेर्नुहोस् यस्तो भएको छ, कस्तो देख्दैछ है। र अब चाहिँ म खान लागेको र मनमा चाहिँ डर बोकेर ल्या कस्तो भयो भनेर चाहिँ म खाँदैछु है गाइस। र मेरो भिडियोलाई मन पर्यो भने लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् अनि सब्सक्राइब पनि गरिदिनुहोस् मेरो च्यानल, यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने